होला धेरै हिँडिसकेँ म त धेरै छिटो मान्छे त्यो पाउँदै सोच्नु हो मान्छे आएको कि क्या रहेछ कसलाई सोध्नु त मैले यसो फोन गरेर सोध्ने हो कि के होला है हिँड्दा हिँड्दा झाडीमा पो पाइन्छ क्या मुक्ति बरु झाडीतिर हो कि मुक्ति पाउने कहाँ रहेछ यत्रो हिँडिसकेँ झाडीतिर पो हो कि खोइ कहाँ हो आउँदैन त यहीँ छैन त धक्का लाग्यो नि त गुरुबाले त हिँडेर मुक्ति पाइन्छ भन्नु लाग्थ्यो हिँड्दा हिँड्दा थकै लगाइसक्यो खै त मुक्ति त पाइएन त कसरी रहेछ मुक्ति पाउने फेरि हिँड्नुपर्छ क्या हो हिँड्छु बरु हिँडेर मुक्ति पाउने हो भने त बरु हिँड्छु कति मुक्ति पाउनु हिँड्नै पऱ्यो नि बरु हिँड्छु हिँड्नुपर्ने ढाँचा हिँड्नुपर्ने हो त्यो चाहिँ भन्नु भएन हिँडेर मुक्ति पाउँछ अन्त हिँड्नु चाहिँ पर्छ रहेछ डर डर पो लाग्यो त्यो गाडी यहाँ त ट्रेन क्रास भएको ठाउँ रे अब गुरुबाले त मुक्ति खोज्नु बनाएको थियो मुक्ति खोज्दै हिँड्दै कहीँ पनि भेट्दैन डरभन्दा अरू कुरो केही पनि हुँदैन गाडी ओहो कस्तो डर लाग्यो थियो हजुरहरू भेट्यो ठ्याक्कै कहाँ हिँड्नुभएको त्यो जङ्गलमा एक्लै एक्लै भाउ त नि दाइ म त मुक्ति खोज्दै हिँडेको मुक्ति पनि पाएन कस्तो डर लागेर थियो हजुरहरू भेटेँ कस्तो आनन्द भयो मलाई अनि मुक्ति त कहाँ जङ्गलमा हिँडेर पाइन्छ त मुक्ति त ईश्वर ख्रिस्टमाथि विश्वास गरेपछि पाउने हो त मुक्ति त यो हो र हो नि म त गुरुबाले मुक्ति खोज्नु पर्छ भन्नुभयो खोज्न हिँडेको पाउँदै पाइनँ मैले त यसरी जङ्गलमा डुलेर त मुक्ति पाइँदैन नि त कहाँ चाहिँ जानुपर्ने ल हिँड्नु आउनु जाउँ हामी राम्रै रहेछ नि जानुपर्छ क्या जाउँ कि क्या जाउँ न त ल ल हिँड्नु मुक्ति त म खोज्दा खोज्दा कहीँ पनि भेटेन बुढो है स्याउहरू हातमा पाइन्छ यति खोजिसकेँ कहीँबाट पाएको छैन परमेश्वरलाई गरम पनि गरे हो खै त मुक्ति पाएँ मैले अनि हजुरले मुक्ति पाउनको लागि त हातमा पाइँदैन नि त त्यसरी स्याउ केरा फलफुलहरू जसरी मुक्ति पाउनको लागि त परमेश्वरमा विश्वास गर्नु पर्यो मण्डली जानु पर्यो मण्डली गएर परमेश्वरसँग परमेश्वर त मैले विश्वास गरेकै हो त खै त मैले मुक्ति नै पाइनँ हातमा पाउँदै पाउँदैन बरु स्याउ